नमस्ते, म आनन्द प्रसाद सुवेदी। म मानविकी र सामाजिक शास्त्र ग्रेजुएट स्कुलको डिन। मानविकी र सामाजिक शास्त्र ग्रेजुएट स्कुलले अहिले स्नातक तहमा विद्यार्थी भर्ना आह्वान गरेको छ। यो समयमा भर्खरै 12 क्लास उत्तीर्ण गरेका भाइ बहिनी र उहाँहरूको अभिभावकहरूमा एउटा दुविधा हुन सक्छ कि मानविकी र सामाजिक शास्त्र किन पढ्ने, यसले के सिकाउँछ? यसको जवाब स्पष्ट छ, सरल छ। प्राविधिक शिक्षाले कुनै पनि कुरा के कसरी गर्ने भन्ने सिकाउँछ भने मानविकी र सामाजिक शास्त्रका विषयवस्तुहरूले किन गर्ने र कसको लागि गर्ने भन्ने सिकाउँछ। यो पुरानो विषय हो तर भविष्यको जग हो। अर्को दुविधा मानविकी र सामाजिक शास्त्र विषयतर्फ हुनसक्छ कि मानविकी र सामाजिक शास्त्र विषयवस्तुहरू अध्ययन गर्ने विद्यार्थीहरू रोजगारी पाउँछन् त? यसको पनि स्पष्ट जवाब छ। अहिले विश्वका ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू, सरकारी र गैर सरकारी निकायहरू, यिनीहरूले मान्छेहरूको आलोचनात्मक सोच गर्न सक्ने क्षमता, सामाजिक विविधता बीचमा बसेर काम गर्न सक्ने खुबी, प्रभावशील संवाद गर्न सक्ने क्षमता, सफ्ट स्किलहरू भएको मान्छेहरूको खोजी गरिरहेका हुन्छन्। जम्मै कुराहरू मानविकी र सामाजिक शास्त्र संकायले सिकाउँछ, काम गर्न सक्ने हुन्छन्। त्यस कारणले गर्दाखेरि अहिलेको सन् 2026 ब्याचको लागि स्नातक तहतर्फ यस विश्वविद्यालय अन्तर्गत भर्ना खुलेका समाजशास्त्र, नेपाली, अङ्ग्रेजी, ग्रामीण विकास, अर्थशास्त्र, गणित, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति, सामाजिक कार्य र पत्रकारिता र आम सञ्चार विषयहरूमा विद्यार्थी भाइ बहिनीहरूलाई भर्ना हुनको लागि म आह्वान गर्छु।